बंगलादेश र मलेसियासँग खेल्ने नेपालको 23 सदस्यीय टोलीको घोषणा गरिएको छ। बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तथा मलेसियासँगको एएफसी एसियन कप छनौट खेलका लागि नेपाली फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक हरि खड्काले किरण चेम्जोङको कप्तानीमा 23 सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन्। प्रारम्भिक चरणमा बोलाइएका 35 खेलाडीबाट 23 सदस्य टोली फाइनल भएको हो। नेपालले 13 नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ। त्यस्तै 18 नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप छनौटको खेल खेल्दैछ। यसअघि म्याट रोजको राजीनामापछि हरि खड्का प्रशिक्षक नियुक्त भएका हुन् भने सहायक प्रशिक्षकमा बालगोपाल साउखल र चेतन घिमिरे नियुक्त भएका छन्। नेपालको अन्तिम टोली कप्तान किरण कुमार चेम्जोङ सहित अभिषेक लिम्बू, आदित्य साक्य, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलाङ, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दिपेश गुरुङ, जिलेश पिजङ कार्की, कुशल देउवा, लकिन लिम्बू, मणिकुमार लामा, मनिष डाँगी, रोहित चन्द, रोहित कार्की, सनिश श्रेष्ठ, सुभाष बम, सुमित श्रेष्ठ, सुमन श्रेष्ठ र युगेश गुरुङ छन्। यो सँगै बंगलादेश र मलेसियासँग खेल्न लागेको नेपाली टोलीले कस्तो प्रदर्शन गर्ला त? कृपया आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नबिर्सिनुहोला। धन्यवाद।